टिकटकमा तपाईँलाई साथीहरूले कल गरेर हैरान पारिरहनु भएको छ। अब तपाईँको टिकटकको कल अप्सनलाई चाहिँ कसरी बन्द गर्ने? यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनुहोला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नुहोला। तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। तपाईँ आफ्नो टिकटकमा कल अफ गर्नका लागि साथीहरू पहिला तपाईँले आफ्नो टिकटकलाई ओपन गर्ने। टिकटकलाई ओपन गरिसकेपछि साथीहरू तपाईँ आफ्नो प्रोफाइलमा आउनुहोला। आफ्नो प्रोफाइलमा आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ माथि थ्री लाइन है, यो थ्री लाइनमा टच गर्नुहोला। त्यसपछि हामी सेटिङ एन्ड प्राइभेसीमा जान्छौँ तल। त्यसपछि हामी नोटिफिकेसन खोज्छौँ है, यहाँनिर तपाईँले देखिसक्नुभएको छ नोटिफिकेसन भनेर, यहाँ टच गर्नुहोला। यहाँ टच गरिसकेपछि तपाईँले यहाँनिर तल स्क्रोल अप गर्नुपर्छ है, पहिला स्क्रोल अप गर्दै जानुहोला। यहाँ भोइस कल भनेको छ, यहाँ एभ्रीवान देख्नु भएको छ नि, यो एभ्रीवान भएपछि हामीलाई सबैले कल गर्न सक्छ। यो एभ्रीवानमा तपाईँले टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि अहिले यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो रातो टिकमार्क चाहिँ एभ्रीवानमा छ। यो रातो टिकमार्कलाई चाहिँ हामीले नो वानमा लगाउनुपर्छ, हामीलाई कसैले पनि कल गर्न सक्दैन। यो रातो टिकमार्कलाई चाहिँ हामीले यसरी नो वानमा टच गरेर रातो टिकमार्क यहाँ ल्याउनु पर्ने हुन्छ। अब हामीलाई कसैले पनि कल गर्न सक्दैन। ब्याक आउनुहोस्, भरे ब्याक आउनुहोस्। अब हामीलाई कसैले पनि कल गर्न सक्दैन।